गुड मर्निङ साथीहरू सम्पूर्णमा नमस्ते शुभ बिहानी बेङ्गलोरबाट बोलिराखेको छु म चाहिँ। जे होस् देश चाहिँ राष्ट्रपामय बन्दैछ। हिजो सञ्चार मन्त्री जगदीश खरेलज्यूको टोली निर्वाचन प्रक्रियालाई चाहिँ नि अझै दह्रो बनाउनको लागि राष्ट्रपा कार्यालयमै गएर घन्टी बजाउनु भएको छ। निकै रमाइलो थियो त्यहाँनिरको पल। यो मौका चाहिँ तपाईँ हामीले गुमाउने छैनौँ। चुनाव साँच्चीकै भयो भने भएन, केपी ओली र शेरबहादुर देउबा प्रचण्डहरूको राजगज नै चल्यो र झोलेहरूले चाहिँ नि अझै पनि जनताले चाहिँ बाहिरबाट राष्ट्रपा भनेर चाहिँ नि भित्र चाहिँ नि झोलेको छोरा म भनेर यदि त्यो प्रवृत्ति बसालेर अझ पनि पुरानालाई नै चाहिँ अगाडि ल्याउँछन् भने त्यसमा मेरो भन्नु केही छैन। होइन भने यो पालि तपाईँ हामीले बुझेका छौँ। हाम्रो एउटा विकल्प, एउटा मौका दिउँ न त, नत्र हामीले नै त उखाड्ने हो नि। जनता भनेको सर्वहार्य हो, सबैभन्दा शक्तिशाली। यो नेताहरूलाई पाखा लगाउने भनेकै जनता हो। त्यसैले एउटा मौका राष्ट्रपालाई, रवि लामिछानेलाई दियो भने हाम्रो भविष्य, हाम्रो देशले गर्व गर्ने थियो। त्यस्ता काम गरिदियो भनेपछि जस्तो बोलेका छन्। त्यसैले यो मौका चाहिँ राष्ट्रपालाई नै दिउँ। सबैको जय होस्, जय राष्ट्रपा, जय घन्टी। म चाहिँ बेङ्गलोरमा यो वाकिङमा छु कुकुरलाई लिएर। यस्तो जिन्दगी छ।